आज चाहिँ हामी नागको पूजा गर्दै हो गाइज। हाम्रो नागको थान यहाँ छ। हाम्रो नागको थान यहाँ। हामी चाहिँ अब नाग नगिनी यो नाग बनाएको हजुर नाग नगिनी भनेर यो गोल बनाएर यो यहाँ टाँस्ने हो। यहाँ सबै लाउने हो। यो राम्रो बनाएर हरियो नाग नगिनी भनेर दुईटा यी चामलको त्यो काँडाबाट यो जम्माबाट यसरी बुझ्छ। यहाँ काँडा उठाएको ऊ तल्लोवारी फलकतिर अनि यतातिरको त्यो चाहिँ तल्लोवारी फरातिर ऊ भुत झाँक्री मरि मसान तलतिरको हो। त्यति भए हुन्छ तल अहिले गइन्छ तलको सबै गर्नु चाहिँ चराउने रोटी होइन के बेसार हाल्नुपर्छ यसमा। बेसार हाल्नु त एउटा कस्तो बनाउनु एउटा होइन तिनवटा चाडा कस्तो हाल्ने हावै भोलि खाएको हाल्नु नि तपाईँ। यहीँ हाल्नु कि यहीँ हाल्नु। ओहो यही खुसी मान्छ चराउने रोटी होइन बेसार हालेर चामलको पिठोमा पकाउने होइन सानो सानो। यहाँ चाहिँ कुन भगवान् पर्नु हजुर? यहाँ चाहिँ कुन भगवान् पर्नु? भगवान् होइन नि क्या जम्मुबाट माथि भेडा पाठो काट्ने यहाँ सर्नु पर्यो। जम्मुवाबुटाका काँडाबाट माथि तल काँडाबाट हाम्रो होइन। ए अडिन्न लाई त मासा म त्यहाँ आँखा गराइदिएँ मैले। यहाँ नि आँखा गराएँ त्यही देखेको त ट्याइ ट्याइ गर्छ के हो त्यसरी ल ल्याउँदै नि हो। यसरी ढोक्नुपर्छ देखिस् यसरी गर्ने हो। अब के चाहियो त यो भयो। हजुर बा त्यो ठाउँ केलाई भन्नु अरे? त्यो यो भनिदिनु एकचोटि। तलवारी खोलातिरको झाँक्री यो काँडाबुटाको पल्लो खोलाको प्रसाद सबै मसान मरि मसानको अन्डा राखेर गर्ने हो। ए गिठाकै बुट मुनि आइज होइन ठ्याक्कै गीत हो र ओ काँडाको काँडो देखेको नि काँडे हो गीत होइन काँडे हो। खै योले